सल्लाह घरे साइलो म त ढले 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 सल्लाह घरे साइलो म त ढले 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 दाइको गीत त त्यो ढले ढले हो न हिट रहेछ ऋषि सर with due respect स्वर त राम्रो छैन नि नम्रता स्वर राम्रो भएको भए उहाँले आफै गाइहाल्नुहुन्थ्यो नि आउने गेस्टलाई गाऊ गाऊ किन भएको इन्टरभ्यूसँगै प्रसङ्ग जोडेर यसो हाँसो ठट्टा मात्रै गरेको सर माइन्ड नगर्नु होला हजुर एकदम ठुलो एकदम माथिसम्म पुगिसक्नु भएको लेजेन्ड्स नै हुनुहुन्छ होइन म पनि अलिकति नर्भस नै छु तर यो क्वेसनहरू चाहिँ मेरो पर्सनल क्वेसन हो यो चाहिँ टिमबाट आएको होइन मलाई आफै हजुरहरूलाई सोध्न मन लागेर हो सल्लाह घरे साइलो म त ढले 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 सल्लाह घरे साइलो म त ढले 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 दाइको गीत त त्यो ढले ढले हो न हिट रहेछ ऋषि सर with due respect स्वर त राम्रो छैन नि नम्रता स्वर राम्रो भएको भए उहाँले आफै गाइहाल्नुहुन्थ्यो नि आउने गेस्टलाई गाऊ गाऊ किन भएको इन्टरभ्यूसँगै प्रसङ्ग जोडेर यसो हाँसो ठट्टा मात्रै गरेको सर माइन्ड नगर्नु होला हजुर एकदम ठुलो एकदम माथिसम्म पुगिसक्नु भएको लेजेन्ड्स नै हुनुहुन्छ होइन म पनि अलिकति नर्भस नै छु तर यो क्वेसनहरू चाहिँ मेरो पर्सनल क्वेसन हो यो चाहिँ टिमबाट आएको होइन मलाई आफै हजुरहरूलाई सोध्न मन लागेर हो